अलिक तो त्यसो गर्नु त्यहाँ हेर्नु हात मात्र खिच्देको नि अन्दिरा अरू के पनि निकाल्नु न यहाँ हातमा लु देखाउनु कान्छी के गर्दै बस्नु यो कति कति जान्छ के आमा कता राम्रो के गर्नु आज म त रानी भइदिन्छ के आज जन्मेको दिन अन्त नि आसु धानपछि जन्मेको दिनमा यहाँ मैले भिडियो बनाउँदै थिएँ फाइनली गाइज मेरो चाहिँ बर्थडे सो यहाँ मेरो बहिनीहरू बहिनी यता 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 बहिनी वेलकम थ्याङ्क यू सो मच तपाईँहरूलाई दादा तपाईँ टाढाबाट आउनु भएको थ्याङ्क यू सो मच बहिनीको बर्थडे मनाइदिनु आउनु भएकोमा आज म एकदमै अब एक दुई शब्द बोल्नु परेको भन्नुपर्छ विशेष मैले बहिनीको जन्मदिनको अवसरमा एकदमै कलेजको बसाइ अब टाढो यात्रा भएर फटाफट केक देखाउनु पर्यो ल केक काट्नु न त अब मेरो होइन अनि विशेष थ्याङ्क यू सो मच मन्सा सबैजनालाई थ्याङ्क यू भिडियो भाइ सबै म चाहिँ हाल्छु अलिक जन्मेको बच्चाले खानु सक्छ त नि कति 26 एक बजे बुढी भएर म आज एक वर्ष बुढी हुनु पर्यो बहिनीहरू कति लगाइदिन्छ त आउँदैन त्यसो गर्दा सेलिब्रेटीहरू चपाल दिने हामी हिजो दिसिङमै गाइस हिजो 12 बजे एकछिन त खाता लगाइदिएको फोटो खिच्छु ल सकिनु ल के गरेको त तामा क्रचौँ गयो हात ढोगेर हात जोडेर खिचे पक्रिनु त्यसै बस्नु ल नाम आयो दामी छ चोरी हुँदा है ल ल तपाईँ पालि गइहाल्नु लु भयो तीनजनाको बस्नु ल हाम्रो हिजो बिहा हो लु ल आसु धारौँ एक दिन अलि हातमा नरु भन्छ रुनु मैले कहाँ गइरहेको त्यसै भने मलाई दिनु त्यो फोटो अनि खिच्ने के के तिम्रो मेरो यहाँ मलाई खिचिदिनु यस्तो राम्रो भएको रुनु मन लाग्यो मलाई नरम नरम हेरेर एकछिन ल मलाई क्यामेरा मिलाउन नआउने म मान्छे मिलाएर जान्छु नि त हो यतिकै लु म त्यहाँ जान्छु एउटा पनि लाउ न त्यो कसम गयो कसरी राम्रो आएको हेर न मलाई ब्ल्याक पेपर गाउँदै नराम्रो देखिन्छ धेरैवटामा एउटा राम्रो आउँछ क्या त्यही भनेको। त्यो धेरैवटा खिच्नु पर्छ एउटा एउटा त झुकेर राम्रो पाउँछ अर्को बोझमा आएर अब दाइ जाने केही छैन त यो भिडियो स्टप गरिदिउँ भएको भएकै छ अनि मेरो बहिनीहरूलाई धेरै धेरै थ्याङ्क यू सो मच मेरो बर्थडेको लागि स्पेसल अनि स्पेसल मेरो दादालाई थ्याङ्क यू सो मच टाढादेखि आइदिनु भएको बहिनीको बर्थडेमा कस्तो लागिरहेछ हजुर एकदम खुसी थ्याङ्क यू आज 1 वर्ष बुढी बुढी भएको
उपलक्ष्यमा देखिँदैन मान्छे भन्ने बानी बसेको छ। अनि र हाम्रो चाहिँ अब यहाँ केक पनि खाइसक्यौँ। हामी चाहिँ पार्कमा छौँ, सो किनभने रुममा चाहिँ सानो रुम छ, त्यही भएर अनि म चाहिँ यस्तो अवस्थामा छु। मेरो बहिनीहरू एकदम राम्रो हुँदैछ। दिदीको बर्थडेमा हेर्नुहोस् तपाईँहरू कति राम्री राम्री हुनुहुन्छ मेरो बहिनीहरू। अनि विशेष मेरो बहिनी यता क्यामेराम्यान, उहाँ त झन् एकदम स्पेसल भइहाल्नु हो। सानो कस्तो लाग्यो आज तिमी त दिदीको बर्थडेमा नि खत्रै आउँदा। म त कम्ता खुसी भइनँ त अनि मलाई पनि खुसी धेरै खुसी लागेको छ होइन। अब दिदीको बर्थडेमा आउनु पायो। एक्साइटेड छु भन्नु नि। ल अनि अब यता दुईजनालाई पनि सोध्दै आउँछु म। धेरै खुसी। दिदीको जन्मदिन यहाँ म पनि मेरो मोबाइलमा भन्छु। थ्याङ्क यू सो मच। दादा हेर राम्रो। ह्याप्पी बर्थडे। खै थ्याङ्क यू। थ्याङ्क यू भाइ कहाँ गएको छ है? सिवाहरू नमस्ते सबैजनालाई अनि वेलकम छ ब्याक टु माई युट्युब च्यानल एगेन। सो आज चाहिँ मेरो विशेष जन्मदिन। सो म चाहिँ आज एकदमै ह्याप्पी छु अनि मैले एकदम धेरै मेरो फ्यामिलीलाई मिस गरिरहेको छु। सो मेरो मम्मी पापा अनि माई हस्बेन्ड माई फ्यामिली मिस यु सो मच।